गुजरातको बडोदरामा संगीतमय श्रीमद् भागवत ज्ञान कथा यज्ञ भव्य रूपमा चलिरहेको छ। उक्त कथा यही अप्रिल 6 तारिक कलश यात्रा सहित शुभारम्भ भएको थियो भने अप्रिल 12 तारिकसम्म भव्य रूपमा चलिरहेको छ। हरेक दिन हजारौंको उपस्थितिमा कथा अगाडि बढिरहेको छ। तपाईले यति हेर्न छुटाउनु भएको छ भने कथामा सहभागिता जनाउनुहोला। कथा अप्रिल 12 सम्म भव्य रूपमा चल्नेछ। उक्त कथा वाचन देश तथा अन्तर्राष्ट्रिय स्तरसम्म चर्चित बाल कथा वाचिका विदुषी देवी भवानीको मुखारबिन्दबाट कथा वाचन भइरहेको छ। कथामा श्रीमद् भागवत ज्ञान महायज्ञ कथावाचक गुरु हरिकृष्ण उपाध्यायज्यू लगायत संसद मन्त्री, समाजसेवी व्यक्तित्व, मीडियाकर्मी, पत्रकार लगायत विभिन्न व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ। कथाको अपडेट के छ त, कथा कस्तो भइरहेको छ भन्ने विषयमा गुरु हरिकृष्ण उपाध्यायज्यूका स्वकीय सचिव नरेन्द्र साउदले तयार पार्नु भएको यो रिपोर्ट हेर्नुहोस्। गुजरातको बडोदरामा चलिरहेको संगीतमय श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सम्पूर्ण दाजुभाइ दिदीबहिनी, दर्शक श्रोता भक्तजनहरूलाई गुरु हरिकृष्ण उपाध्यायज्यूले आमन्त्रण गर्नुभएको छ। गुजरातको बडोदरामा संगीतमय श्रीमद् भागवत कथा ज्ञान यज्ञ भव्य रूपमा चलिरहेको छ। चर्चित बाल कथा वाचिका बाल विदुषी देवी भवानीको मुखारबिन्दबाट कथा सुन्न र हेर्न हजारौं भक्तजन दर्शकहरूको उपस्थिति रहँदै आएको छ। कथा यही अप्रिल 6 तारिक 2025 रविबारदेखि शुभारम्भ भएको छ। 6 तारिक रविबार बिहान 9 बजेपछि पञ्चमुखी हनुमान मन्दिर करोडियाबाट महोडी माता मन्दिर करोडियासम्म गुरु आचार्य, कथावाचक, वाचिका, भक्तजन, महिला दिदीबहिनी, दाजुभाइहरूको बाक्लो सहभागिता रहेको थियो र कलश यात्रा सहित कथाको भव्य शुभारम्भ गरिएको थियो। संगीतमय श्रीमद् भागवत कथा ज्ञान यज्ञ यही सन् 2025 अप्रिल 6 तारिक शुभारम्भ भई अप्रिल 12 तारिक शनिबार समापन हुनेछ। हरेक दिन अपराह्न 3 बजेदेखि 7 बजेसम्म कथा ज्ञान यज्ञ सञ्चालन हुँदै आएको छ। कथा बाल विदुषी देवी भवानीले वाचन गरिरहनु भएको छ। अप्रिल 12 तारिकको कथा समय बिहान 9 बजेदेखि 12 बजेसम्म रहनेछ भने हवन एवं पूर्णाहुति दिउँसो 12 बजेदेखि 3 बजेसम्म रहनेछ। महाप्रसादीको समय 5 बजेदेखि 9 बजेसम्मको समय तोकिएको छ। कथा भारतको गुजरात राज्य अन्तर्गत पर्ने करोडिया महादेव मन्दिरको सामान्य बाला रेसिडेन्सी नजिकै बडोदरामा भव्य रूपमा र शान्तिपूर्ण रूपमा चलिरहेको छ। उक्त कथामा विभिन्न राजनीतिक दलका सांसद, मन्त्री, समाजसेवी, पत्रकार लगायत विभिन्न बौद्धिक धार्मिक व्यक्तित्वहरूको लाई पनि विशेष आमन्त्रण गरिएको छ। उक्त कथामा श्रीमद् भागवत ज्ञान महायज्ञ महान कथावाचक गुरु हरिकृष्ण उपाध्यायज्यूको विशेष सहभागिता रहेको छ। संगीतमय श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक श्री राम भजन मिश्रा, श्री राजेश मिश्रा, डीके त्रिपाठी, एसके मिश्रा, मार्ती शक्ति, ममता नेगी, ममता राउत, राखीबेन नेगी, निवेदक अंकुर मिश्रा, डाक्टर मैत्री सुधार, गोरुवा आई हस्पिटल गोरुवा, डाक्टर रणजीत कुमार शुक्ला, सद्गुरु क्लिनिक, डाक्टर विजय मिश्रा, शिवम चाइल्ड केयर क्लिनिक, श्रीमद् भागवत कथा करोडिया बडोदरा। कथा निकै दमदार चलिरहेको छ। हरेक दिन हजारौंको उपस्थितिले अझ निकै संगीतमय बनेको छ। कथाको शोभा एकदमै बढेको छ। कथावाचिका विदुषी देवी भवानीको सुरिलो स्वर र मिठो आवाजबाट कथा सुन्न हजारौं भक्तजनहरूको आगमन भइरहेको छ। सानै उमेरमा अन्तर्राष्ट्रिय स्तरसम्म अत्यन्तै चर्चामा रहेकी देवी भवानी देश विदेशका कथा महायज्ञमा व्यस्त हुनुहुन्छ। देवी भवानीले दिने ज्ञान र बुझाउने शैली फरकै भएकोले उहाँको हरेक कथा महायज्ञमा माग बढ्दै गइरहेको छ। बाल्य अवस्थामै देवी भवानीले हस्तरेखा विशेषज्ञको ज्ञान, अनुभव, शास्त्र, वेद, पुराण, रामायण, सनातन धर्म, जागरण तथा कथा महायज्ञ सम्बन्धी उच्च ज्ञान हासिल गरिसक्नु भएको छ। कथा र यज्ञमा देवी भवानीको खोज, अनुसन्धान, अध्ययन र बेग्लै किसिमको रहेको छ। देवी भवानीले नेपालको काठमाडौँ, पशुपतिनाथ क्षेत्र, अन्य जिल्ला लगायत विदेशमा समेत कथा वाचन गरिसक्नु भएको छ। भारतका हरेक राज्यमा हुने कथा महायज्ञमा कथावाचिकाको रूपमा देवी भवानीको चर्चा र माग बढेको छ। बडोदरामा अप्रिल 12 तारिकसम्म चल्ने उक्त कथामा हेर्न छुटाउनु भएको छ भने प्रत्यक्ष सहभागिता
रहोस् र हेर्न सक्नुहुनेछ। सबैलाई आमन्त्रण गर्नुभएको छ। यदि उक्त कथा हेर्न छुटाउनु भएको छ, धेरै टाढा हुनुहुन्छ भने युट्युब च्यानल मार्फत पनि हेर्न सक्नुहुनेछ। एस्ट्रो भवानी उपाध्याय युट्युब च्यानल मार्फत कथा हेर्न र सुन्न सक्नुहुनेछ। हरेक दिन एस्ट्रो भवानी युट्युब च्यानलबाट कथा लाइभ टेलिकास्ट पनि भइरहेको छ। मानव जीवन के हो र जीवनमा के गर्ने के नगर्ने, सफल र शान्ति खुसियाली पाउन के गर्नुपर्छ भन्ने कुरा देवी भवानीको कथा सुनेपछि सजिलै ज्ञान हासिल गर्न सकिन्छ। हस्त बालकथा वाचिका विदुषी देवी भवानीलाई विशेष धन्यवाद। गुरु हरिकृष्ण उपाध्यायज्यूलाई विशेष धन्यवाद। सम्पूर्ण भक्तजन दर्शक श्रोता सबैलाई विशेष धन्यवाद। अर्थात् एस्ट्रो भवानी युट्युब च्यानल सर्च गरेर हेर्न सक्नुहुनेछ र सब्स्क्राइब गरेर जोडिन सक्नुहुनेछ। हजुर, कथाको अपडेट हेर्नुभयो, तपाईलाई कस्तो लाग्यो? गुरु हरिकृष्ण उपाध्यायज्यूका स्वकीय सचिव नरेन्द्र साउदले तयार पार्नु भएको यो अपडेट तपाईमाझ प्रस्तुत गर्यौं। यदि कथा हेर्न छुटाउनु भएको छ भने तपाई प्रत्यक्ष रूपमा सहभागिता जनाउनुहोला। यदि टाढा हुनुहुन्छ भने युट्युब मार्फत एस्ट्रो भवानी उपाध्याय युट्युब च्यानलमा सर्च गरेर कथा हेर्न र सुन्न सक्नुहुनेछ। हजुर, देश तथा विदेशमा अत्यन्तै चर्चामा रहेकी बाल कथावाचिका विदुषी देवी भवानीलाई विशेष धन्यवाद र गुरु हरिकृष्ण उपाध्यायज्यूलाई विशेष धन्यवाद। हरिकृष्ण उपाध्यायज्यूका स्वकीय सचिव नरेन्द्र साउदलाई विशेष धन्यवाद दिँदै तपाईँ सबैलाई विशेष धन्यवाद। धेरैभन्दा धेरै सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच। अर्को अपडेटमा भेट्नेछौँ।